आदरणीय साथीहरु नमस्ते सेवा र गुड मर्निङ स्यालुट होस्ट भन्न चाहन्छु। आज म चाहिँ यहाँ कटहरेको घना जङ्गल आएको छु। आइपिएसी साथीहरु बिहानै म मार्शल आर्ट्सको ट्रेनिङ सकेर फेरि म यहाँ खानेपानीको भाइहरुले चाहिँ पाइप यहाँ जोड्दै यो बगुवा के अरे कटहरेको खोलामा ल्याइपुरा छ र टुचन लगाइरहेछ र भाइहरुलाई चाहिँ म भेट्न आएको के कसो गर्दैछन् भनेर चाहिँ म चाहिँ आज धरानबाट अचानक यहाँ कटहरेको यो 4 केसी जग्गा आइपुगेछु साथीहरु। यता पाइपलाइन दुईटा पाइपलाइन यहाँ छ। यो कोकाको चाहिँ वान हो, यसमा पानी गइरहेछ अहिले धरान, जसले चाहिँ वर्ल्ड रेकर्ड अफ बुकमा हामीले चाहिँ रेकर्ड दर्ज गरिसकेका छौँ। यो चाहिँ अब नेक्स्ट जाने पाइप चाहिँ यो हो साथीहरु है। यो कोकाको भागको चाहिँ यो हो। अहिले यहाँ हाम्रो साथीहरुले भाइहरुले यहाँ वैज्ञानिक महावीर कुनको पनि पुस्तक पढ्दै पाइप जोड्दै रातिको समयमा पढ्नु हुँदो रहेछ। लाइट त छैन, एकदम भाइहरु हाम्रो खानेपानीको भाइहरु एकदम इनर्जेटिक छन्। एकजना भाइ चाहिँ यहाँ खाना पकाउनु बस्नु भएको रहेछ र कटहरको जङ्गल डाँडामा यसरी साथीहरुले चाहिँ उहाँले खाना पकाउँदै रहेछ। यसरी उनीहरूको रासन पानी यसरी दाल उमालिरहेको छ साथीहरु। उहाँले बस्ने ठाउँ चाहिँ यस्तो छ साथीहरु, एउटा देश र समाजको सेवा गर्ने व्यक्ति त्यस्तो सोचेको छ साथीहरु है। यदि ठुल्ठुलो मान्छेहरु चाहिँ आसन र भाषण गरेर करोडौँको स्टेजमा भाषण गर्छन्, चिल्लोकार हिँड्छन्, अगाडि पछाडि बडीगार्ड प्रोटेक्सन लिएर हिँड्छन्, जसले समाजलाई राष्ट्रलाई के गर्छ भनेर श्रम र पाखुरी र पसिना बगाएर यसरी गर्ने मान्छे चाहिँ यसैमा सुत्छन् साथीहरु। यहाँ हाम्रो साथीहरु सुत्छन्, खानेपानीमा काम गर्ने भाइहरु सुत्छन् र भाषण आसन गर्ने मान्छे चाहिँ लाखौं करोडौँको बिल्डिङमा बस्छन् भने यस्तो छन् हाम्रो साथीहरुको चाहिँ बसाइ है। अहिले फेरि त देखाउन चाहन्छु हाम्रो भाइ पनि यहाँनिर काम गरिरहनु भएको छ। आलु छिल्लो भएको, हजुर आलु छिल्लिरहेको छन्। दाल यसरी अर्ग्यानिक दाल उमालेछ आगोमा। यस्तो खायो भने मान्छेको पोजिटिभ सोच पनि आउँदो रहेछ। मसलाहरू यता छ साथीहरु र म साथीहरु चाम्रे तपाईको नाम के हो? मेरो बुद्धिमान राई। बुद्धिमलको चाम्रे खान्छु ल। हुन्छ हजुर। म हिँडेर आएको थिएँ बिहान 4 बजे क्लासबाट, प्रत्येक क्लासमा स्टुडेन्टलाई ट्रेनिङ गरेर हिँडेको। भोक लाग्यो, यो चाम्रे र साथै खाइदिनु पर्यो अलिकति। दाल म खाइदिएला अलिकति। तपाईँको भात त पाएछ नलगै, अलिकति खाइदिन्छु साथीहरु। आज म तपाईँलाई अलग्गै टाइपको देखाउँछु चाहिँ के छ भन्नुहुँदै तपाईँले लगभग के भन्नुहुँदैछ अघि सोधिरहेको के को हो यो टमाटर र बन्दाकोपी। ए खाइदिन्छु ल अलिकति खाँदै साथीहरु। अनि अब दाल खानु, दाल पनि खाइदिनु पर्यो। हाम्रो हाम्रो साथीले मलाई दाल उमाले यसले खाइदिन्छ ल साथीहरु। सम्पूर्ण साथीहरु आज म जङ्गल आइपुगेँ। अब हाम्रै साथीहरुको खाइदिनु पर्यो। अब हात चाहिँ नधुम होला, के धुम हो होस् चल्छ, अलिकति हात धुएर आउँछु। मजाले खाइदिनु पर्यो साथीहरु। तपाईँलाई आज चाहिँ यो भ्लग होइन, एउटा हाम्रो जङ्गलमा हाम्रो साथीहरुको खानेकुरा तातो बसौँ राम्रो छ। उता पनि खाइदिनु पर्यो। हाम्रो भाइ तल टुचन खानु छ अहिले। तपाईँ एक्लै खाना पकाउनु छ सबै? साथीहरु अब तपाईँहरूलाई आज चाहिँ रातिको ड्रेसमा आइपुगेको छ। आज भाइहरूलाई भेट्न आएको, के कसो छ, उहाँहरू कस्तो बस्नु भएको छ, काम कहाँसम्म भयो, केही त्यस्तो दुःखहरू के छ भने सोध्न आइपुगेको साथीहरु। किनभने धरानमा आज 3 वर्षदेखि हामीले अभियान चलाएर छौँ। यो अभियानको म पनि एउटा अभियन्ता प्लस श्रमदाता भएर यो अभियानलाई हामी सबै मिलेर नेतृत्व गरेका छौँ। श्रमदाता प्लस नेतृत्व साथमा हामी श्रमदाता हो। त्यो भएर चाहिँ म आज अचानक यो जङ्गलमा आइपुगेको छु। उहाँहरूको हाम्रो क्याम्पमा आइपुगेको साथीहरु। सम्पूर्ण साथीहरुलाई फेरि पनि वन्स अगेन सेवा र दर्शन नमस्ते र होस् भन्न चाहन्छु। थ्याङ्क यू।